मेरो पारा बने खतरा छ बिग्रिरहेको छोरो अहिले सुध्रिरहेछ ऐ मेरो पारा बने खतरा छ छोरो बिग्रिरहेछ अहिले सुध्रिने कोसिस गरिरहेछ ल्यापमा फोकस मैले गरिरहेको छु मेरो करियर ब्राइट छ मैले लेखेर ऱ्याप फान्दैन मेरो फ्रीस्टाइल मैले बानिन्छ केडाहरू मेरो साइडको छ ग्याङस्याङ सबै मैले हेरेर छोडिसकेको छु मैले बिग ड्रप गर्न थालेपछि मैले साइड सुन्छन् केडाहरू मेरो साइडको छ घोडा सोडा बोकी हिँड्ने गर्छ आमाले भन्नुहुन्छ गलत काम नगर्न छोरो सुध्रिने काम गर्न घरबाट मैले गाली खान्छु सुध्रिने मैले कोसिस गरिरहेको छु तर के गर्नु सुध्रिन मैले सकिरहेको छैन तर कन्ट्रोल मैले हेर गरिरहेको छु जहिले चार्जमा हिँड्छु म आज म भाइहरूसँग घुमिरहेको छु म त हाइटमा छु ऱ्यापमा म त सचिन दाइको घरमा हेर ऱ्याप फानिरहेको छु भ्लगमा धेरै भ्युज आउनु पर्यो मैले ऱ्याप फान्दाखेरि क्राउड हेर उफ्रिनु पर्यो अहिले क्राउडहरू छैन केडिएममा मैले तहल्का मचाउने हो मेरो फ्युचर ब्राइट छ मैले कोसिस गरिरहेको छैन भाइले मेरो भतिजले ऱ्याप फानिरहेको छ भनेर थाहा पाइसक्यो ब्लगर छु अङ्कल आउनु ऱ्याप फान्नु भनिसकेको छ त्यही भएर म ऱ्याप फान्न आइरहेको बाटोमा हिँडिरहेको त्यही भएर अलिकति बाइकमा म त हेर डट बाइकमा म त राइडमा हेर फ्लो चेन्ज भइरहेछ म फ्लो पनि चेन्ज गरिरहेको छु केडी सेटीतिर म ध्यान दिन्न अहिले म करियरमा फोकस गरिरहेको छु मैले करियरमा फोकस गरिरहेको छु थोरै ऱ्यापरहरू सबै आइज न म ग्याङस्याङ फाइट म गर्दिनँ त्यो सबै मैले जवानामा छोडिसकेको छु करियर म बनाउँदैछु जोसुकैले मलाई जे भने पनि मलाई बाल छैन ऱ्याप फान्ने मेरो सोच छ एक दिन अगाडि बढ्ने म सक्यो।